तपाईँ यहाँ बस्दै नबस्नुहोस् भनेर तपाईँले भने होइन सेवक राईलाई? मैले भनेकै होइन। म तपाईँको अगाडि सोधौँ सेवक राईलाई? सोधौँ। तपाईँले भन्नुहोस् त के भएको थियो 2 दिनमा? हजुर, मेरो एकचोटि मलाई चाहिँ सचिव सरलाई चाहिँ अध्यक्षलाई भेटाइदिनु भनेर आउँदाखेरि चाहिँ सचिव र म फाइल लिएर आइसकेपछि चाहिँ उहाँ हुनुहुन्थ्यो। अनि उहाँ भइसकेपछि चाहिँ अनि मेरो फाइल उहाँले चाहिँ उहाँ मिरा पुनगर्बुजाको चाहिँ फाइल आएको छ, एकचोटि हेरिदिनु सर भन्ने सचिवले राखिसकेपछि चाहिँ उहाँले चाहिँ यो उहाँले नै बोल्नु भएको 4-5 वर्ष भइसक्यो यो फाइल म पल्टाउनै चाहन्न, उहाँको डिटेल मलाई थाहा छ भन्नुभयो। अनि मलाई फेरि म यहाँ बसिरहेको थिएँ साइडमा कुर्सीमा, तपाईँ गइहाल्नुहोस् भन्नुभयो 2 पटक। अनि मैले पछाडि फर्केर हेरेँ अनि कोही छैन। अनि त्यसपछि म उठेर झुकेर सर मलाई भन्नुभएको भन्दाखेरि उहाँले तपाईँ नै गइहाल्नुहोस् भनेर 3 चोटिमा मलाई बाहिर पठाउनु भयो। अनि ढोका ल्याइहाल्नुहोस् भनेपछि सचिव सरले ढोका लाउनु भयो। उहाँहरूले 15 मिनट जति मिटिङ बस्नुभयो। अनि त्यसपछि सचिव चाहिँ कामै गर्नु दिनुहुन्न। उहाँ सरले के भएको यस्तो उस्तो कुरै मिल्दैन, हाम्रो अध्यक्ष र सचिवको कुरा मिले पो काम हुन्छ भनेर उहाँ